आजको कहानी छ हिमालभित्र बरफको गुफाहरूको रहस्यमय कथा। हिमाल जहाँ पुग्नलाई सजिलो छैन। त्यहाँको चिसो हावा, सेतो हिउँ र शान्त वातावरण मानव प्रकृतिले आफै बनाएको स्वर्ग। तर त्यहाँ हिमालभित्र लुकेको छ एउटा रहस्य जसको बारेमा धेरै नेपालीहरूलाई थाहा नै छैन। केही समय अघि अनुसन्धानका लागि हिमाल चढेका वैज्ञानिकहरूको टोली एक हिमनदीको नजिक पुगे। उनीहरू अनौठो दृश्य देखे। बरफको ठुलो पर्खाल बीच एउटा सानो प्वाल जस्तो देखिन्थ्यो। त्यो प्वाल देख्दा उनीहरूमा जिज्ञासा बढ्न थाल्यो। उनीहरू बिस्तारै त्यो प्वालभित्र पसे। भित्र पसेपछि उनीहरू छक्क परे। त्यो कुनै सामान्य ठाउँ थिएन। त्यो ठाउँ एउटा विशाल बरफको गुफा थियो। चारैतिर निलो चम्किलो बरफ, माथिबाट टप टप पानीको थोप्पा झर्दै गरेको र भित्र एक किसिमको अद्भुत शान्त थियो। त्यो दृश्य यति सुन्दर थियो कि मानव अर्को ग्रहमा पुगे जस्तो अनुभव हुन थाल्यो। तर यो सुन्दरताभित्र लुकेको छ एउटा गम्भीर सन्देश। वैज्ञानिकहरू भन्छन् यो गुफाहरू हिमनदी पग्लदै गएको सङ्केत हुन्। अर्थात् जलवायु परिवर्तनले हाम्रो हिमाललाई भित्रैबाट परिवर्तन गरिरहेको छ। आज जुन गुफा सुन्दर देखिन्छ, भोलि त्यही पग्लेर ठुलो बाढीको कारण बन्न पनि सक्छ। तर यदि समयमै ध्यान दियो भने यो गुफाहरू नेपालीका लागि एउटा नयाँ पर्यटनको ढोका खुल्न सक्छ, जुन विश्वभरिकै मानिसहरू यो अद्भुत दृश्य हेर्न आउन सक्छन्। हिमालले फेरि एउटा कथा सुनाउँदैछ, प्रकृतिको सौन्दर्य र त्यसको चेतावनीको। अब प्रश्न हामीतिर छ, हामी यसलाई कसरी बुझ्छौँ? यो के थियो? हिमालभित्र लुकेको एक अनौठो कथा।